दाई नमस्कार। नमस्ते। त्यो तिमीलाई म एउटा कुरा भने त्यो अब के हुन्छ भनेर दलाइ लामा जन्माउने त्यसपछि गाडी राजनैतिक नेतृत्व पनि आएको छ हेऱ्यो होइन। सबै हेरिसकेँ दाई, सबै हेरिसकेँ मैले। अगाडिको पछाडिको सबै हेरेँ। ठिक हो त्यही हो। दाई आउने दाई मेरो जिज्ञासा अब अब सुदन गुरुङलाई दोस्रो पटक लिएर आउनको लागि यिनीहरूको रणनीति नै थियो होइन दाई? त्यही हो त्यो सुरुकै दिन मैले भनेको थिएँ त जुन दिन सुप्रिम गुरुङले छानबिन समिति बनेर राजीनामा दियो नि हजुर त्यसको भोलिपल्ट मैले इन्टरभ्यूमा के भनेको थिएँ भने अन्तिममा सुदन गुरुङलाई नै ल्याउँछन् चोक्याएर भनेको थिएँ भयो त। हो अनि 81 सुदन गुरुङ यतिको शक्तिशाली कसरी भयो दाई? अमेरिका र तिब्बतको आर्मीले बोकेको छ नि त नेपाली आर्मीले नेपाल नेपाल आर्मी नेपाल आर्मीले सहयोग गरेर। हो। अनि सुदन गुरुङले त अब निर्मला पन्तको हत्यारा पत्ता लगाउनु पर्ने, जीवी राई त्यत्रो मान्छे ठगेर बसेको छ त्यसलाई समातेर ल्याउनु पर्ने त्यो काम गर्न छोडेर दरबार हत्याकाण्डको कुरा गर्न थाल्यो। त्यही त हो त कुरो। अनि दरबार हत्याकाण्डमा ज्ञानेन्द्र राजालाई चाहिँ मुछेर सधैँको लागि राजसंस्था सिद्धाउनु खोजे क्या दाई यिनीहरूले। हो दोषी देखाएर अब के गर्ने दाई हामीले? अब पर्छौँ नि हामी पनि रणनीति बनाउँछौँ एक दुई दिन। अब यस्तै हो यहीँबाट एक भएर जानुपर्छ भाइ आफ्नो लक्ष्यमा नपुगिन्छन् भन्दा कोही मान्दैनन् हजुर कुरा गर्छन् अनि म एक्लैले के गर्छु। हजुर होइन तपाईँले नेतृत्व लिइरहनु भएको छ दाई। वैदिक सनातन हिन्दू अधिराज्य र राजाको निम्ति अहिले चौतर्फी आक्रमण भइरहेको छ क्या दाई। अब यो चौतर्फी आक्रमणमा हामीले मैले त अब धेरै प्रयास गरिरहेको छु, भिडियोहरू बनाइरहेको छु होइन। यो आक्रमणका विरुद्धमा प्रत्याक्रमण मैले गरिरहेको छु। नेपाल देवभूमि हो, तपभूमि हो, यो कुनै पनि तपाईँको भौतिकवादले समेटेको भूमि होइन यो। अब यस्तो भूमि हो भनेर हामीले भनिरहेका छौँ तर चाहिँ चौतर्फी रूपमा अब हिन्दू भगाऊ देश बचाऊ भन्ने नाराहरू लाग्न थाले। रोहिङ्ग्याहरूलाई यो देशमा बचाउनुपर्छ, ल्याएर राख्नुपर्छ भन्ने चाहिँ आवाज उठ्न थाल्यो। अब इसाईहरू एकोहोरो धर्मनिरपेक्षताको चाहिँ मुद्दा बोलेकै छन्, मङ्गोलहरू होइन दाई। तपाईँ हामीलाई चाहिँ आरिस गरिरहेका छन्, आँखा तरिरहेका छन्। अब हजुरले त्यत्रो 50-55 जनाको टिम लिएर सुरक्षा लिएर हिँड्नुपर्ने अवस्था बन्यो। यो अब देश अब यो कतातिर जाँदैछ दाई? देश अमेरिकन लबीमा गयो अब केही दिनमा हेर्दै जाउँ न। दलाइ लामा नेपालमै जन्माउने हो दाई?